हेलो गाइस, सबैजनालाई गुड मर्निङ। आज चाहिँ म घाँस काट्न आउँदिन भनेको थिएँ, के भने आउनु पर्यो। हिजो नि आएको थिएँ, आज नि आउनु पर्यो कि घाँस काट्नलाई चाहिँ। म चाहिँ आज जङ्गलबाट स्टार्ट गरिदिएको ब्लग चाहिँ, किनकि म धेरैबाट ढिलो भइरहेको थियो मलाई। अब उनीहरूलाई खोज्न उनीहरू कहाँ, उनीहरूसँग घाँस काट भने यतैतिर जान्छु भनेको थियो उनीहरू चाहिँ। हेर्न घाम बब्बाला होइन, घाम चाहिँ किन हो किनदेखि हेर्न हात्तीभन्दा चाँडो ढड्डी छ। के गर्ने, गाह्रो छ काम, एक्लै हिँड्नुपर्छ। झन् एकजना साथी भइदिएकै हुन्थ्यो, एक्लै हिँड्नुपर्छ यस्तो ढड्डीमा। त्यति डर त छैन यो हात्तीमा चाहिँ, अलिक सानो हात्ती भएदेखि चाहिँ डर हुन्थ्यो। अब ठुलै हात्ती छ, त्यति डर चाहिँ हुँदैन मलाई क्या। जाँदा त यही बाटो गएको हिँडेको पहिला, उनीहरू कुन ठाउँमा अब हेर्नुपर्छ। बच्चा चाहिँ डुब्दै हिँडिरहेको, सायद उनीहरू यतै छ, किनकि हात्तीले नि यतै चोपिरहेको, यतै छ होला तिनीहरू। यस्तो जाडो छ यार, यहाँ खोलाको छेउतिर आएपछि झन् चिसो लाग्ने रहेछ त। चल चाहिँ गाडा रहेछ यो खोला कट्ने बित्तिकै अलि यतापट्टि म नि गएर भटाभट काट्नुपर्छ। कपडा सपडा फेर्छु, यो ज्याकेट खोलेर अर्को ज्याकेट ल्याएको, अर्को ज्याकेट लाउँछु, अनि धनाधुन काट्न थाल्छु। अहिले चिसो भए अहिले काट्दै गएपछि आफै तातो हुँदै जान्छ। घाँस चाहिँ राम्रै ठाउँमा आएको छ। घाँस काटेर भ्याएरै अरू हात्ती चाहिँ लोड गरिदिइरह। मेरो हात्ती चाहिँ कहाँ पुग्यो, अब खोज्न जानुपर्छ। यो चाहिँ राजकुमार हो। पुच्चे उठा दे माथि, दे माथि उठा दियो। यसरी उठाउँछ है यिनीहरूले चाहिँ। एउटा चोर लोड गरिरह, अरूजना उता। म चाहिँ भर्खरै काटेर भ्याएर लास्टै गाह्रो हो। हेर्नु यस्तो हुलिया है, अघि भर्खरै राम्रो कपडा लगाएर आएको, घाँस काट्यो भने यस्तै हो। हात्ती चाहिँ कहाँ पुग्यो त्यही हो। सब धुलो फाले यिनीहरूलाई त। उठा दे पुच्ची घाँस लोड गर्ने अब। धुलो यता लोटाइ सुरु भइरह सबको। अब मेरो नि हुन्छ अब एकछिनमा। ओ यता आइज आउ त। तेरिका धुलो फाले है एउटाले, मा कसम। यहाँ आइज त, यता आइज सोभा, यता आइज त पछाडि। यसलाई त के गर्ने होला है, बिहान डुबाइदिन्छु फेरि मैले हिजो जस्तै। यता आइज। हेर्न जङ्गली हात्तीभन्दा चाँडो त छैन हो। यता आइज, यहाँ आइज त। घाँस लोड गर्नु पर्दैन अब। यता आइज, यताबाट हो बाटो, यता आइज। लास्टै गाह्रो भयो आज त, 20 मुठा काट्दा त। आइज त यता छुरा आइज। यसलाई फेरि यो चाहिएपछि मम्मी चाहिँदैन, यसलाई त आउँदैन अब मम्मीभरि त। यता यसो बस
हेर्न सब धुलो फालेर यो त म कसम बस बच्छु र त्यहाँ मेरो कपडा छ न एउटा अलि फेरि अच्छा बस 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 सुत यता सुत सुत पुरा सुत 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 रे सुत 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 हामी चाहिँ दाना बाँध्दै खुवाइरह हात्तीलाई अगाडिको चाहिँ कान्छा हो बाँध्दै खुवाइरह आमालाई अनि यहाँ चन्दनले बच्चालाई खुवाउँदैछ अब म चाहिँ यहाँ भोलि बिहानको लागि बाँध्छु अब यिनीहरूलाई दाना साना खुवाएर भ्याएर 3 बजे 3:30 बजेतिर ग्यास आउँछ अनि ग्यास आएपछि ग्यासहरूले खुवाउँछ दाना ल अब दाना साना बाँधेर भ्याएपछि भेटौँला हामी